क्याम्पसको एजेन्डा, किनभने यो त विकेन्द्रीकरण एजेन्डा हो नि त, आयोगको एजेन्डा। मैले यो यति मात्रै भने यसलाई अगाडि बढाउनुको लागि सरले शिक्षा जस्तो आइओएमसित कम्पेयर गऱ्यो भने त हामीले माथि कुरा गरिसकेको छ, माथि कुरा सबै सिकिसकेको छ। अहिले सरलाई पनि थाहा छ, आज पनि हिसिआउँछ पूर्ण कार्य हुनुहुन्छ, त्यहाँ चाहिँ हामी पुर्याउँछौँ। तर अहिले चाहिँ पुर्याइसके सब कार्यकारी बसिरहेको छ, आजभोलि बसिरहेको। लक्ष्मण सरले प्रष्टिसँग भनिदिनु त्यो चाहिँ त्यहाँबाट चाहिँ अनुमोदन भयो होइन। मैले देखेको के हो भने पहिला बल्खु आइओई भनेर थियो, बिचमा बल्खु आइओएम भयो, आइओई छुट्याइयो, हामीले छुट्याउन मद्दत गरियो भन्नुपर्छ। अब हामी विरोधी भएर आइसकेपछि र जुन टर्निङ पोइन्ट थियो वा टिल्टिङ पोइन्ट थियो, त्यो टर्निङ वा टिल्टिङ पोइन्टमा हाम्रा प्रतिनिधि आदरणीय सरहरू म्याडमहरूले भाग लिएर त्यसलाई सफलतापूर्वक ल्याउन सक्नु भएन भन्नुपर्छ। र यदि त्यही हो केस भने हामी पनि छौँ, हामीलाई लिएर जानुहोस् हो कुरा। अन्त हामी सबै मेम्बर हुन्छौँ त यो लेभलमा कसले कसलाई व्याख्या गर्नुपर्छ र सबलाई थाहा छ नि, हामी वी अल आर इन सेम फ्यामिली होइन। तर फ्यामिलीभित्र पनि प्रतिनिधि छौँ, प्रतिनिधिज्यूहरूले गरिदिनु पर्ने कुराहरू गरिदिनु भएको छैन, हामी त रिजल्ट हेर्छौँ भन्ने कुरा हो। मास्क यही हेरेर सर एकदम सर र भन्ने पुर्याउने त अप्रत्यक्ष मैले पनि भनेको छु, हाम्रो साथीहरूले चिन्तानको भरमा नि भनेका छन्। तर आदरणीय डिनज्यूबाट जुन पोइन्टमा चाहिँ हाम्रो मिस भयो, बल्खु आइओएम हुनुपर्नेमा त्यो आइओई छुट्यो, त्यहाँ लगेर मिसाउ भन्नुपर्छ। अरू कुरा त हिजो व्याख्या गरे पनि हुन्छ। किनकि सरहरू त थाहा छैन त्यो छुट्टिएपछि यो कार्यान्वयन किन बसिरहेछ, किन फर्मेसन भन्छ, मैले चाहिँ बुझिहाल्छु। यदि त्यो होइन भने प्रत्येक कलेजमा कार्यान्वयन हुनुपर्ने छैन भने कार्यान्वयनलाई धोती लगाउने काम भयो क्या। तैपनि कार्यान्वयन बसिरहेको देखिन्छ, नियुक्ति भएको देखिन्छ होइन। खालको अब थाहा छैन के हो, मैले नबुझाएको कि अब कसको जस्तो हो सर, बुझ्नु त बुझ्नु हो, कार्यान्वयन समिति अहिले एक्जिस्टिङ छ। एक्जिस्टिङ भएको भए त त्यो हुन्थ्यो नि होइन। जुन एजेन्टमा चाहिँ अहिले सिनेटमा गएर डाकिया छ, त्यो बुझाइले मात्र हामीले जुन सुविधाहरू दिएको छ त्यसमा मात्र अडिटले क्वेसन गर्यो। नत्र नियुक्ति गर्ने कुरामा के बढाउने कुरामा त अहिलेसम्म कार्यान्वयन समितिले नगर भनेको छैन। जुन टर्निङ पोइन्टमा चाहिने कुरो कम्प्लिट पुरो भएन नि, तिमी कमाऊ हामीलाई ल्याऊ भन्यो, कमाऊ त्यहाँ हिसाब गर रको पठाऊ भन्नु पर्यो नि। नत्र जुन हाम्रो चाहिँ आदरणीय चाहिँ पूर्व डिन राजदोष जोशी सरको चाहिँ भिजन अनुसार यतिका वर्ष 15-20 वर्षसम्म चलेको कुरा भयो नि, त्यो भएन क्या। हजुरहरूको विरोध हुन्छ क्या। एउटा चिज भयो, अब तपाईँ चाहिँ एउटा पङ्खाले त उठ्दैन, एकपट्टि बाटो त्यस कारणले त्यसबाट कम्युनिटीमा हामी तिनवटा सिक्ने छोडेछ त एकदम कम्प्लिट हुनु नत्र त्यो चाहिँ हामी अरू चिज सबै चिज मलाई लाग्छ यो माइनोरली हेऱ्यो भने सबै भक्कै हुन्छ भइसक्यो नि। हजुरको बेलु चाहिँ तल भएको बेलु आएपछि जब मान्छेका मिटिङ छन्, कहाँ कहाँ छन्, अल्टिमेटली त्यो हातको स्रोतबाटै हो होइन। अब त्यो स्रोत चलाउन पनि कार्यविधि रोक्छ, सबैतिर समस्या आएको किनभने त्यो विकेन्द्रीकरण भएपछि हामीले हिट गर्नुपर्ने विषयहरू अस्तिको ठिक छ, त्योभन्दा पछिको आवधिक खारेज गरेर त्यो अनुमोदन गर्नु पऱ्यो। अनुमोदन यो एकदमै हो सोल्युसन हो। हामीलाई 2015 यो चाहिँ फिर्ता रोक्न पाइयो। आइओएममा जसरी छैन, आइओएम तुलना नगरौँ होइन, उहाँहरूलाई छुट्टै हो किन तुलना गर्ने त्यो विषयमा ठिक छ। त्यो अहिले चाहिँ बर्फिन तुलना गर्नु परेन, आइओएम तुलना गर्नु परेन, त्यो अफ द रेकर्ड हो।